हे स्वागत भयो खादा र मालाले झर्छ डलर पक्कै यो बाचालाले। स्वागत भयो मादा र खादाले झर्छ डलर पक्कै यो चालाले। बाटो हेरे हुन्छ है घरमा यसपालिको दसैँ र तिहारमा। बाटो हेरे हुन्छ है घरमा यसपालिको दसैँ र तिहारमा। बाटो हेरे हुन्छ है घरमा यसपालिको दसैँ र तिहारमा। त्यो ज्यानलाई किन हो साँचेको कति राम्रो शर्मेरम नाचेको। शर्मेरम नाचेको कटु हेरे हुन्छ है घरमा यसपालिको दसैँ र तिहारमा। बाटो हेरे हुन्छ है घरमा यसपालिको दसैँ र हे स्वागत भयो खादा र मालाले झर्छ डलर पक्कै यो बाचालाले। स्वागत भयो मादा र खादाले झर्छ डलर पक्कै यो चालाले। बाटो हेरे हुन्छ है घरमा यसपालिको दसैँ र तिहारमा। बाटो हेरे हुन्छ है घरमा यसपालिको दसैँ र तिहारमा। बाटो हेरे हुन्छ है घरमा यसपालिको दसैँ र तिहारमा। त्यो ज्यानलाई किन हो साँचेको कति राम्रो शर्मेरम नाचेको। साँचेको कति राम्रो शर्मेरम नाचेको कटु हेरे हुन्छ है घरमा यसपालिको दसैँ र तिहारमा। बाटो हेरे हुन्छ है घरमा यसपालिको दसैँ र स्वागत गरिदिनका निमित्त हामी हार्दिक अनुरोध गर्दछौँ। त्यसै देउसी भैलो खेल्दा अलिअलि दक्षिणा झार्ने मेसो पनि होला यो संस्थाको। अब त्यसरी बुझ्दा पनि केही फरक पर्दैन होइन। यो फकाएर धम्काएर झुक्काएर होइन जसरी पनि आज दक्षिणै झार्नु छ यो सिधा। जस अब एउटा खुसीको कुरा पनि हो संयोगले यो चाडपर्वको बेलामा उहाँहरू नेपाल आउनु भएको छ। जति नेपालबाट टाढा भइन्छ नेपालका संस्कृति प्रति अझ बढी माया र सद्भाव हुन्छ। स्वागत गरिदिनका निमित्त हामी हार्दिक अनुरोध गर्दछौँ। त्यसै देउसी भैलो खेल्दा अलिअलि दक्षिणा झार्ने मेसो पनि होला यो संस्थाको। अब त्यसरी बुझ्दा पनि केही फरक पर्दैन होइन। यो फकाएर धम्काएर झुक्काएर होइन जसरी पनि आज दक्षिणै झार्नु छ यो सिधा। जस अब एउटा खुसीको कुरा पनि हो संयोगले यो चाडपर्वको बेलामा उहाँहरू नेपाल आउनु भएको छ। जति नेपालबाट टाढा भइन्छ नेपालका संस्कृति प्रति अझ बढी माया र सद्भाव हुन्छ। स्वागत गरिदिनका निमित्त हामी हार्दिक अनुरोध गर्दछौँ। त्यसै देउसी भैलो खेल्दा अलिअलि दक्षिणा झार्ने मेसो पनि होला यो संस्थाको। अब त्यसरी बुझ्दा पनि केही फरक पर्दैन होइन। यो फकाएर धम्काएर झुक्काएर होइन जसरी पनि आज दक्षिणै झार्नु छ यो सिधा।
जस अब एउटा खुसीको कुरा पनि हो, संयोगले यो चाडपर्वको बेलामा उहाँहरू नेपाल आउनु भएको छ। जति नेपालबाट टाढा भइन्छ, नेपालका संस्कृति प्रति अझ बढी माया र सद्भाव हुन्छ। हामीलाई चाहिँ पढाउनु